भूमिलाई मरुभूमि नबनाउनुहोस्, आफ्नै देशमा बस्नुहोस् र यति राम्रो तोरी फलाएको जस्तो यो पनि म एकदमै म डाँडाको टुप्पामा आएको छु। तपाईँले देख्न सक्नुहुन्छ पारी पारी मेरो साथमा हिमाल छ है, हिमाल देख्न सक्नुहुन्छ तपाईँले। हेर्नुहोस् त पछाडि हिमाल छ है। त्यसकारण हामीले नेपाललाई समृद्ध बनाउनलाई, आफू समृद्ध बन्नको लागि हामी कृषिमा हामीले चाहिँ हर सम्भव मेहनत गर्नुपर्छ र सरकारवाला पक्षहरूले आफ्ना बुवासाहरूलाई, आफ्ना कार्यकर्ता भनौँदाहरूलाई मात्र अनुदान र सहयोग गर्ने होइन कि भुइँ मान्छे, भुइँ कृषक, भुइँ किसान एकदमै साँचो जेन्युन किसानलाई सहयोग गर्नुपर्दछ। तब मात्र नेपाल समृद्ध हुन्छ, नेपालीहरू समृद्ध हुन्छ।